आज हिमाल पनि मौन छ। हिमाली हावा पनि शब्दविहीन बनेर कतै टोलाइरहेको छ। हिउँले ढाकिएका ती शिखरहरूले आज पहिलो पटक आफ्नै एउटा वीरलाई खोजिरहेको छन्। तिमी त सधैँ उकालो चढ्ने मान्छे थियौ, आज किन यस्तो ओह्रालो बाटो रोज्यौ? तिमीले संसारलाई सिकायौ असम्भव भन्नु केवल एउटा शब्द हो। विश्वास र साहस भएको मान्छेका लागि हरेक शिखर झुक्न सक्छ। हामीले तिमीलाई कहिले हार मान्दै गरेको देखेनौ। तिमीले आदिसँग लड्यौ, हिउँसँग लड्यौ, मृत्युलाई पनि धेरै पटक चुनौती दियौ। तर समयले आज हाम्रो सबैभन्दा ठुलो नायकलाई आफ्नै काखमा सुताइदियो। आज सगरमाथाले पनि आफ्नो एउटा साथी गुमाएको छ। हिमालका चट्टानहरू मौन छन्, हिउँका कणहरू आँसु बनेर झरिरहेका छन्। नेपालको एउटा छोरा जसले विश्वलाई नेपाली हुनुको अर्थ सिकायो, आज स्मृतिमा सीमित भएको खबर स्वीकार्न मन मान्दैन। आमा नेपाल आज रोइरहेकी छिन्, हिमाल रोइरहेको छ, तिम्रो परिवार रोइरहेको छ र लाखौँ नेपालीका हृदयहरू मौन भएर तिम्रो नाम सम्झिरहेका छन्। तर मृत्युले एउटा शरीर मात्र रोक्न सक्छ, इतिहासलाई होइन। तिमीले देखाएको साहस अब हरेक नेपाली युवाको सपना बन्नेछ। तिमीले छोडेको पदचिन्ह अब हरेक आरोहीको मार्ग बन्नेछ। जब जब कुनै नेपालीले आकाशतिर हेरेर ठुलो सपना देख्नेछ, त्यहाँ कतै तिम्रो मुस्कान भेटिनेछ। जब कुनै आरोही हिमालको कठिन उकालोमा थाक्नेछ, त्यो क्षण तिम्रो कथा उसको हिम्मत बन्नेछ। आज तिमी हामी बीच छैनौ, तर तिम्रो नाम हिमालभन्दा अग्लो भएर बाँच्नेछ। तिम्रो साहस हावासँगै बगिरहनेछ, तिम्रो प्रेरणा हिउँका कणसँगै झरिरहनेछ। तिम्रो कथा हरेक पुस्ताले सुनिरहनेछ। कहिलेकाहीँ भगवानले पनि असल मानिसहरूलाई चाँडै बोलाउँछन् भन्ने सुनिन्थ्यो। आज त्यो शब्द हाम्रो आँसु बनेर बगिरहेको छ। बिदा निम्स दाइ, तपाईँले जितेका शिखरहरू अब सधैँ तपाईँको नामले चिनिरहनेछ। तपाईँले जगाएका सपनाहरू कहिल्यै मर्ने छैनन्। नेपालीले एउटा महान सपुत गुमाएको छ, तर संसारले सदाका लागि एउटा अमर प्रेरणा पाएको छ। तपाईँ जहाँ जहाँ हुनुहुन्छ, त्यहीँ पनि कुनै नयाँ शिखर चढिरहनु भएको होस् भन्ने कामना। भावपूर्ण हार्दिक श्रद्धाञ्जली, निम्स दाइ। मिस यु अलवेज।